हेलो एभ्रिवान, नमस्ते, जय श्री कृष्ण, राधे राधे, गुड मर्निङ। म चाहिँ आज आएकी छु तपाईहरुको सामु एउटा लङ भिडियो दोस्रो दिनको दोस्रो भ्लगमा। आज म आफ्नो जन्मभूमि घुम्न आएको समयमा म तपाईहरुलाई पनि आफ्नो जन्मभूमिको अवलोकन गराउँछु। मेरो जन्मभूमि अछाम जिल्ला ढकारी गाउँपालिका रिमाकोट हो है। ल साथीहरु हेर्नुहोस् कस्तो छ अनि हेर्नुहोस् मेरो जन्मभूमि एकदमै रमाइलो, सुन्दर अनि शान्त वातावरण। अहिले चाहिँ विकसित पनि भइसकेको छ। परम्परागत रूपमा अझै पनि कयौं मानिसहरू परम्परागत रूपमा चलिरहेका छन् भने कयौं धेरै विकास भइसकेको छ। यो चाहिँ हाम्रो क्षेत्रमा पर्ने एउटा माध्यमिक तहको स्कुल हो। यहाँ एकदम रमाइलो वातावरण सँगै मानिसहरू आफ्नो दिनचर्या अगाडि बढाइरहेका छन्। विकासले यति फड्को मारिसक्यो कि यहाँ पनि कुनै शहर भन्दा कम छैन। यो क्षेत्रमा यो चाहिँ श्री पालदेव भट्टको मूर्ति हो भने यहाँ नजिकै एउटा मन्दिर स्थापना पनि भएको छ। नजिक त म जान सकेको छैन, तर टाढाबाट यो यति सुन्दर शान्त चराचुरुङ्गीको आवाजसँगै प्रकृतिले भरिपूर्ण मेरो जन्मभूमि हेर्नुहोस्।